काठमाडौँको घना बस्तीमा गुम्सिरहँदा तपाईँहरूलाई लाग्न सक्छ उपत्यका कङ्क्रिटको जङ्गल हो। यहाँ खाली जमिन नै बाँकी छैन। तर काठमाडौँबाट केही घन्टा मात्र पैदल यात्रा गर्नुभयो भने फरक माहौलमा रम्न पुग्नुहुनेछ। आज हामी कुरा गर्दैछौँ काठमाडौँको उत्तरी भेगमा पर्ने डाँडा तारेभिरको। शिवपुरी राष्ट्रिय निकुञ्जकै एक भाग हो तारेभिर। यहाँबाट स्पष्ट देखिन्छ काठमाडौँका दुई स्वरूप, एउटा घना बस्तीले घेरिएको गन्जागोल सहर, अर्को कृषि कर्ममा व्यस्त रमणीय काठमाडौँ। नाम जस्तै काली लाग्दो भिरकै कारण यो स्थान चर्चित छ। नडराउनुहोस् है, तपाईँले त्यो भिर चढ्नु पर्दैन। त्यसको फेदीमा पुगी तामाङ बस्तीमा पाइने स्थानीय परिकारमा रमाउन सक्नुहुन्छ। साथै पुरै काठमाडौँको दृश्य हेर्न सकिन्छ। छोटो घुमघाममा जाने यात्रुका लागि यो हाइकिङ रुट अविस्मरणीय बन्न सक्दछ। नमस्कार, नेपाल यात्रा विथ मधु युट्युब च्यानलमा हार्दिक स्वागत गर्दछौँ। आजको हाम्रो पदयात्रा रहेको छ काठमाडौँ उपत्यकाको उत्तरी भेगमा रहेको सुन्दर र रमणीय स्थान तारेभिरसम्मको। अहिले हामी गोकर्णेश्वर नगरपालिका वडा नम्बर 3 को सुन्ताखान भन्ने स्थानमा आइपुगेका छौँ। आजको हाम्रो तारेभिर पदयात्रा यहीँबाट सुरु गर्दैछौँ। हाम्रो ग्रुपमा हामी 6 जना साथीहरू छौँ। 3 जना साथीहरू केही समय अघि नै गइसक्नु भएकोले हामी 3 जना मात्र छौँ। साथीहरू केही माथि हामीलाई पर्खेर बसिरहनु भएको छ। हामी पनि आजको गन्तव्यतर्फ लाग्दैछौँ। यहाँहरू पनि हाम्रो भिडियोलाई हेरेर साथै रहनुहोला। 2.5 घण्टा हिँडिसक्यौँ। हामी भर्खर यो मेन ठाउँमा आइपुगेका छौँ। अब आज चाहिँ माथि तारेभिरको टुप्पोसम्म पुग्छौँ। त्यो यात्रा रहन्छ। यहाँहरू सबैले चाहिँ हेर्नु होला, लाइक गर्नु होला, कमेन्ट गर्नु होला, सब्स्क्राइब गर्नु होला, हामीलाई साथ सपोर्ट गर्नु होला। अब यहाँबाट चाहिँ तपाईँको अब अलि उकालो उकालो बाटो चढ्दै आज हामी तारेभिर माथिसम्म पुग्नेछौँ। र तारेभिर पुगेपछि काठमाडौँको राम्रो भ्यू देखिन्छ देखिन त। तर आज यो मौसम अलि पुरा तुवालो छ। त्यो हुनाले अब कतिको देखिन्छ हामी यहाँहरूलाई देखाउने प्रयास गर्छौँ। साथी हो, हामी बिचको जङ्गलमा आइपुग्यौँ। बिचको जङ्गलमा आएको छौँ। प्रत्येक शनिबार हाम्रो वाक हुनेछ। आज लगभग 2.5 घण्टा हिँडिसक्यौँ। अब 2 घण्टा जति हिँड्छौँ। अझै 2 घण्टामा हामी माथि आज गन्तव्यमा पुग्ने लक्ष्यमा छौँ। अब हेरौँ न कति लाग्छ। ल जाउँ। गाडी मोटरसाइकलमा पनि सजिलै आउन सकिन्छ है। यो बाटो एकदम राम्रो छ। यो अहिले देखिरहेको गोकर्णको दृश्य हो। अब अहिले तुवालो लाएर अलि त्यति राम्रो दृश्य आएको छैन। ल हाम्रो यात्रा निरन्तर जारी छ। अब यहाँ पुरा हाइकिङ भइरहेछ। मोटर बाटै भए पनि हाइकिङ राम्रै भएको छ। यहाँ साथीहरू अब सपोर्ट गरिदिनु होला। यहाँ अब हामी जान साथीहरू यसो हिँड्दै थाक्दै रेस्ट गर्दै निरन्तर अगाडि बढेका छौँ। ल तपाईँहरू पनि यो सर्ट हाइक काठमाडौँबाट नजिकको हाइकमा तपाईँहरू पनि आउनु होला। ल हाम्रो यात्रा जारी छ। ल जाउँ साथीहरू।
ल यहाँ साथीहरू यहाँ जग्गा किन्ने भनेर यहाँ जग्गाको पनि मूल्य सोध्दै हुनुहुन्छ है। आनाको 12 रे ल आनाको 12 भन्यो 5 आना 2 पैसा छ अरे भनेपछि किन्ने हो क्या हो त टक्क हाइटमा काठमाडौँदेखि नि ल जाउँ ल दस पनि महँगो भयो एक तला घर मुन्ने हुन्छ अनि हेलो ल हामी तारेबिर नजिक आइपुगेका छौँ। यहाँ एउटा रिसोर्ट छ ल एकदम राम्रो मनोरम ठाउँमा छ स्विमिङ पुल सहितको रहेछ। अब हाम्रो आजको डेस्टिनेसन भने चाहिँ माथि तारेबिर भएको हुनाले अब हामी फेरि यहाँबाट अगाडि बढ्दैछौँ। साथीहरू पनि सँगै हुनुहुन्छ है ल वहीँ हो 25+25 मान्छे वहीँ हो 25 तपाईँहरूले अनुहार हेरेर फेस हेरेर थाहा पाउनुहुन्छ। अब यति उमेर भन्नै परेन है यतिको यङ मान्छेलाई ल आफै पत्ता लगाउँछु ल आफै पत्ता लगाउनुहोस् कति उमेर के 25-50 भन्नु परेन है त। नेपालको झन्डा भएको ठाउँमा आइपुग्यौँ। अब हामी लगभग तारेबिरको फेदीमा आइपुग्यौँ। यहाँ साथीहरू हुनुहुन्छ अरू साथीहरू कता यहाँ ऐसेलु खाँदैछु भन्नुहुन्थ्यो कता ऐसेलु खान थाल्यो थाहा छैन। अब भेट्नु हुन्छ ल यो बाटो आयौँ हामी ल त्यो तल देखेको चाहिँ गोकर्णेश्वर नगरपालिकाको यो 2, 3, 4 नम्बरको चाहिँ दृश्य हो यो। ल अब हामी निरन्तर यात्रामै छौँ। मौसम अहिले अलिक चिसो भयो मौसमले कतिको साथ दिन्छ हिँडिरहेछौँ निरन्तर साथीहरू। ल यो हप्तामा एक दिन यसरी हाइकिङ गर्दा चाहिँ रमाइलो हुन्छ। ल तपाईँहरू पनि कम्तीमा पनि हप्ताको एकपटक चाहिँ यसै गरी उपत्यकामा हुनुहुन्छ भने उपत्यकाको आसपासका डाँडाहरूतिर हाइकिङ गरेर घुम्नु होला। उपत्यका बाहिर भएका साथीहरूले पनि आफ्नो क्षेत्रतिरको नजिकको राम्रा गन्तव्यहरू चाहिँ हाइकिङ गर्नु होला है त। ल हामी निरन्तर हाइकिङमै छौँ। ल यहाँ साथीहरू अगाडि हुनुहुन्छ यहाँ अर्को साथी यहाँ ऐसेल खोज्न जानुभएको छ। ल यहाँ अर्को साथीहरू भेट भयो। अब यहाँ साथीहरूले यहाँ ऐसेलु टिपेर राख्नु भएको छ। अब यहाँ ऐसेलु खान्छौँ है हामी। अब साथीहरू तलका साथीहरू यहाँ ठ्याक्क भेट भयो यहाँ साथीहरू। ल
हाम्रो ग्रुप यहाँ माथि आएपछि भेट भएको छ। यो भाइ साथीहरू यहाँ चाहिँ ऐसेलु टिपेर यहाँ हामीलाई पर्खाउनु भएको छ। ल यो सिजनेबल फल यो ऐसेलु पनि मिठै हुन्छ। ल हेर्नुहोस् है, ल अर्ग्यानिक एकदम अर्ग्यानिक छ। ल ल यहाँ अब हामी सबैजना भेट भयो। ल यहाँ सबै साथीहरू अब हामी यहाँबाट ल अब आइपुग्यो तारेभिर। अब एकछिनमा पुगिन्छ। ल आज हिँड एकदम राम्रो पक्का भएको छ। ऐसेलु रहेछ यो बाटोमा। ल यहाँ साथीहरू ऐसेलु टिप्दै हुनुहुन्छ है। अहिले हामीलाई टिपेर राखिदिनु भएको छ, हामीले खायौँ। अब यो अहिले बोटवेमा टिपेर यहाँ खाने कार्यक्रम हुँदैछ। ल तपाईँहरू पनि यो हाइकिङ आउनुहोस् है। यो सिजनेबल फल हो। यो सहरमा बसेर खानु पाइँदैन, यो गाउँ नै जानुपर्छ यो खानलाई। त्यो हुनाले टक्कै आफ्नै हातले ट्याक्क टिपेर यसरी खानुको मजा फरक छ। अब यो हाइकिङ गऱ्यो भने त पाइन्छ खाना। बाइक गाडीमा हिँड्यो भने कहाँ हो डेस्टिनेसन ठ्याक्कै पुगेपछि ओर्लिन्छ। अब यो ऐसेलुको बोर्ड थियो भने त हिँड्नै पर्यो। त्यो हुनाले हिँडेर जाउँ, बाटोमा पाएको चिज खाउँ, ठिकै छ यो त। वर्षमा एकचोटि यसरी यो सिजनेबल फल खाँदा पनि छुट्टै आनन्द आउँछ है। सीतारामको गाउँमा अस्ति बोर्ड त देखिएन। अस्ति यहाँ सीताराम सर घरतिर जाँदा चाहिँ ऐसेलुको एउटा बोर्ड देखेको थियो, त्यही पनि राम्रो थिएन। अब यो अहिले तारभिर आउँदा चाहिँ ए लटर म। ल कतिजना खाने, कति खाने, दिनभरि यो खाएर बस्दा पनि सिद्धिने छैन फल। ल हेर्नुहोस् त। ल यहाँ हामीले लेख्नु भाइ पनि यहाँ खाँदै हुनुहुन्छ है टक्क टिपेर। ल एकदम स्वादिलो छ है। ल तपाईँहरू पनि आउनुहोस् है। ल यहाँबाट एयरपोर्ट देखियो। यो मौसम अलि धुवालोले गर्दा त्यति क्लियर देखिएन। अब यहाँ क्यामेराबाट कस्तो देखिया छ। ल हेर्नुहोस् है। ल यहाँ साइडलाई जुगा ल है, जुगाको खोजी गर्नेछौँ है। अब यहाँ ऐसेलु खाने भनेर झाडी झाडी छिर्या। हामीले ऐसेलु खायो, जुगाले हामीलाई खाइदियो। ल ल यहाँ सर्प देखियो है। ल ए बाटोमा। ल यहाँ सर्प भेटिसक्यो। तपाईँहरू कहाँ हो? यहाँ सर्प भेटिसक्यौँ हामीले। ए जे खाने भयो, ढिँडो खाने भयो, भात खाने भयो, गुन्द्रुक खाने भयो, जे खाँदा हुन्छ है। त्यहाँ उता माथि हुन्छ हो, त्यहाँ उतै चुनी खेल एकछिन नजिकै आइहाल्छ। खास हामी त त्यो बाटो घुमे पनि हाइक त ठाडै भयो नि त। हाइट त ठाडै आइयो नि त। तारेभिर आइपुग्यो। तारेभिर आइपुगेका छौँ। ल सबै साथीभाइहरू साथीहरू बिचमा टुप्पामा जान्छ बाँकी छ। बाटो हिँडेर आउनुभयो। यो टुप्पामा जाने हो, माथि टुप्पामा जाने त। ल टुप्पामा जान्छौँ हामी अर्को दिन, फेरि ल अर्को मिसनमा आउँछ साथीहरू। यो बस्ती सर गर्नुहोस्। काठमाडौँ भ्याली एयरपोर्ट पनि देखिन्छ साथीहरू, देखिन्छ। तर यहाँ त्यो तुवालोले राम्रो देखेन। अहिले हामी हाम्रो गन्तव्य तारेभिर आइपुगेका छौँ। समुद्री सतहबाट 1830 मिटरको उचाइमा रहेको काठमाडौँ जिल्लाको उत्तरी भेगमा पर्ने यो स्थान गोकर्णेश्वर नगरपालिका वडा नम्बर 3 मा पर्दछ। काठमाडौँको भिडभाड, होहल्ला र पोल्युसनबाट अलि पर रहेको यो स्थान सुन्दर एवं रमणीय छ। शिवपुरी राष्ट्रिय निकुञ्जको काखमा रहेको यो स्थानसम्म पुग्नको लागि सहज मोटर बाटो रहेको छ। गाडीमा जाने हो भने जोरपाटी, गोकर्ण, हनुमान चोक, सुन्ताखान हुँदै जान सकिन्छ। बुढाइलकण्ठको देउवा चोक हुँदै पनि यहाँसम्म सहजै आउन सकिन्छ। साथै गोकर्णको शहीद पार्क,
जगडोल हुँदै जङ्गलको बाटो पदयात्रा गर्दै पुग्न सकिन्छ। तारेभिर अब हामी केही समय यहाँ आराम गर्छौँ र जगडोलको जङ्गल हुँदै फर्कनेछौँ। तपाईहरू पनि काठमाडौँको कोलाहलबाट मुक्त भएर केही समय प्रकृतिसँग रमाउन चाहनुहुन्छ भने तपाईहरूको लागि राम्रो गन्तव्य हुन सक्छ तारेभिर। हाम्रो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। भिडियो राम्रो लागेमा लाइक, कमेन्ट र हाम्रो च्यानललाई सब्स्क्राइब पनि गरिदिनुहोला। ल साथीहरू, ल तारेभिरबाट हामी फर्किँदैछौँ। यहीँ खानासाना खाइयो। आजको हाइकिङ दह्रो भयो। लगभग 10 किलोमिटर हाराहारीको हाइकिङ गरियो। अब यहाँ फर्केर तल पुग्दा त 14 किलोदेखि 15 किलोमिटरको हाइकिङ होला जस्तो आज। ल साथीहरू यहाँ अगाडि हुनुहुन्छ। के पुऱ्याउने कुरो आयो? नाच्नु ल होइन, खोइ मोबाइल ब्याङ्किङ नचल्दा मात्रै हो। खोइ नाच्नु पनि खोइ पङ्कज बनाउनु होइन अझै बनिसक्यो। त्यही दिन भइगयो नि। आज हामी चाहिँ यो तारेभिरको यात्रा सफल भयो। एकदम अहिले हामी भव्य रूपमा हामी तेस्रो हप्तामा लागिरहेको छ। अब चौथो हप्तामा हामी कहाँ जाने हामी निचोड गर्दैछौँ होइन। अब हाम्रो यात्रा यसै गरी अब कति समय हो चलिरहन्छ। हाइलाइट पङ्कजको अगाडिको एक दिन चाहिँ यसो गरी फोटो खिचिरहेको बेलामा तपाईँ ठ्याक्कै अगाडि आएर यस्तो क्यामेरा देखाएको छिर्दै भयो। अब मैले के गर्नु पर्यो? यो केटीलाई एउटा बधु चाहिएको छ। त्यसको लागि चाहिँ साथीहरूले पनि यसो विचार गरिरहनु। हामीले त एकदम गहन रूपमा लागेछौँ। अब ल हामी यहाँ फर्किने जङ्गलको बिचबाट फर्किँदैछौँ। त्यसै हामी 3 जना सँगै छौँ। 3 जना साथी अहिले जानुभयो। ल यस्तो जङ्गल छ। जङ्गलको बिचबाट हराएको हराइ भयो। आज बिहानदेखि होइन 3 जना चाहिँ हराएको हराइ। सुरुमा नि हराउने लास्टमा नि हराउने। के गरे आउनु खै साथीहरूले? हराएको हराइ छ। कहिले कता हराउँछ, कहिले कता हराउँछ, बुझ्दै सकिएन हौ। हामी घना जङ्गलमा छौँ। बाघ भालुको पनि आउला जस्तो छ होइन। यो ठुलो जङ्गलको बिचमा शिवपुरी जङ्गलै त हो यो। रेन्ज शिवपुरी यो जगडोलको जङ्गल। जगडोल छौँ। बाटो पनि अप्ठ्यारै छ। खोइ त डाँडो कहाँ हो? खाली डाँडो कहाँ गयो? ए पानी अर्को छ नि यहाँ भाइ। पानी अर्को छ नि त। खोइ
त्यो अरू केही होइन के यो जसले जेसी भने नि त्यो भित्र कुरो भित्र छ क्या ए किन नबोल्या भन्ने कुरो सजिलो भएको छ र आज किन नबोल्या भन्ने कुरा सबै थाहा छ कि किन नउठ्या किन ननाच्या भित्र कुरो भित्रै छ हामी फर्किन्छौँ यही जङ्गलको बिचबाट यहाँ साथीहरू सबै सँगै हुनुहुन्छ घना जङ्गल छ तारेभिर पुगेर आइयो अब त्यो जङ्गलको बिचबाट ओर्लेछौँ हामी ल अब यात्रा राम्रो छ हाम्रो त्यो यहाँ त गल्ली पो रहेछ त गल्ली यस्तो गल्लीमै हिँड्नु परेको छ टनेल जस्तो छ ल फेरि फर्केला फर्किँदैन टनेल जस्तो छ ल मेरो अघि फरिसक्यो खोइ नाच्छ नाचौँ त गीत बजिरहेछ ए भाइसित डान्स पुग्नै सक्दिनँ म भाइ जिउै चङ्खा भएन आज के हो कस्तो हो आज के रहेछ आज आज जिउै चङ्खा भएन स्विमिङ पुल पनि राख यहाँ माछा पालन ल यहाँ पानी सङ्कलनको पनि व्यवस्था गरेर छ जनावरहरू त्यो चाहिँ के ल हो जनावरहरूलाई हो कि चराचुरुङ्गी अन्त कतै लानु हो कि के हो त्यो चाहिँ थाहा छैन अनि पानी सङ्कलन चाहिँ गरिरहेको छ ल दुइटै मिसन सफल हुन्थ्यो धेरै बेसी सफल हो है अब आज पङ्कज भाइ किन सेलाएको छ हाम्रो युवा मान्छे अगाडि आउनु पर्यो युवा सेलाहरू हुन्छ होइन युवा सेलाहरू मान्छे युवाले देश चलाइरहेको बेला अहिले किन नबोल्या भन्ने कुरो अहिले थाहा छैन भने त्यही हो कि भन्नु भएन होइन आफूले गाह्रो भन्नु मिलेन नाइटी पैसा यस्तो ट्रेन ल्याएर अब सिपले डर हुन्छ एकदम केयर गरेर हिँड्नु होला है साथीहरू ओ त्यो ट्राई नगरौँ ट्राई गर्दा साँच्चीकै पर्ने ल ओ
ल यहाँ साथीहरू हुनुहुन्छ बिस्तारै खाडै ओह्रालो छ फेरि यो सल्लाहको पातले सरक्क चिप्ल्यो भने त गाह्रो छ स्थिति लडे के हो त क्यामेरा मान्छे केही हुनु पऱ्यो क्यामेरा भएर केही हुँदैन क्यामेरा तलमाथि भयो अरू किन्नुलाई नि यी भाइ बहिनीहरू ब्रिटिसवाला ट्रेनिङवाला हो नि क्या ल सबै बाटाभरि सल्लाहको पातै पात छ यहाँ अलिकति पनि मिस्टेक भयो भने यो पातमा चिप्लेर लड्न सकिन्छ त्यो हुनाले राम्रोसित भिड्नुपर्छ राम्रोसित हिँडौँ यहाँ साथीहरू हिँड्दै हुनुहुन्छ सल्लाहको पुरा एकदम सल्ल आनन्दको हावा हेर्छ एकदम रिल्याक्स हेर्छ तपाईँहरू पनि एकपटक यो बाटो चाहिँ हाइकिङ गरेर तारेभिर पुग्नु होला अथवा उता गोकर्ण अर्को साइडबाट जानुभयो भने चाहिँ फर्किँदा यो बाटो फर्किनु होला साह्रै रमाइलो छ यो सल्लाहको जङ्गलको बिचमा राजभूमि शान्त सुन्दर छ ठाउँ ल हो तपाईँहरू पनि आउनुहोस् थाकिहालिन्छ नि अलिअलि हिँडेको छ नथाक्नुलाई ल यहाँ हामी सल्लाहकारीको बिचमा छौँ है चौरमा भनेको क्या राम्रो हावा है सर है ल कस्तो मजाको हावा ल सिध्यो त सिधै खानु पऱ्यो ल के आनन्दको हावा छ ल सर र के लाग्छ ल ल सल्लाहकारीमा छौँ है ल ल साथीहरू ल सल्लाहकारीमा ट्याक्क एकदम अघिको हिँडाइको थकाइ त ट्याक्कै भइगयो नि पानी खानु किनौँ माटा भाँडा पोल्ने छ नि हो यसको हिट एकदम राम्रो उठाएर लान्छ नि बोरा बाँधेर जस बिदा दिन यहाँ पनि राम्रै चलपल हुँदो रहेछ है
पर्दैन हुन्छ पट्टाउँछ नखिच्यो सीतारामी थाक्नु भएको छैन अब हामी यो जडलको यो सिँढी भएको ठाउँमा आइपुगेका छौँ अब यहाँबाट हामी तलतिर झर्दैछौँ र यो सिँढी तल झरेर पिच बाटोमा पुगेपछि आजको यात्रा सम्पन्न गर्नेछौँ हामी यो अब सिँढी छ राम्रो छ र यहाँ माथि मान्छेहरूको पनि चहलपहल राम्रै हुँदो रहेछ बिताएको दिन यो ड्राई पिकनिकहरूको लागि चाहिँ राम्रो रहेछ ठाउँ सल्लाहघारीको माझमा आनन्दले रिल्याक्स बसेर अच्छा हुँदो रहेछ ल आजको तारेभिर पदयात्रा उता गएर यता यो जडोलको डाँडा ओर्लिएर यहाँ तल सडकमा आइपुग्यौँ आजको यात्रा अब हामी यही अन्त गर्दैछौँ हस् त नमस्कार हाम्रो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद व्यक्त गर्दै अर्को भिडियोका साथ आउनेछौँ हस् त नमस्कार